हेलो नमस्ते Let's go. सबैजनालाई म यस च्यानलको क्रिएटर सबिता। आज चाहिँ मैले यस च्यानलमा एउटा सानो हेल्थ टपिकलाई लिएर आएको छु र मेरो हेल्थ टपिकको विषय चाहिँ डायबिटिज मलाइटस छ हैन। यो चाहिँ र बोलीचालीको भाषामा चाहिँ यसलाई चाहिँ सुगर लागेको भनिन्छ हैन। अनि यसको बारेमा हामीले बुझेको कति धेरैले बुझेको छौँ हैन, र कति धेरैले सायद नबुझेको पनि हुनसक्छ हैन। यो मेरो भिडियो हेरेर थोरै जानकारी पनि पाउनुभयो भने म चाहिँ धेरै आभारी हुनेछु है। अब डायबिटिज मलाइटस भनेको चाहिँ एउटा क्रोनिक कन्डिसन हो हैन, क्रोनिक कन्डिसन हो। त्यो चाहिँ कतिखेर हुन्छ त भन्दाखेरि बडीले चाहिँ ब्लडमा भएको सुगरको मात्रालाई चाहिँ प्रोपरली युज गर्न सक्दैन भने चाहिँ डायबिटिस अनि चाहिँ ब्लड लेभलमा चाहिँ सुगरको मात्रा चाहिँ हाई देखाउँछ। त्यसलाई चाहिँ डायबिटिस मलाइटस भनिन्छ र सुगर लागेको भनेर हाम्रो नेपाली बोलीचालीमा चाहिँ भनिन्छ। अनि यो सुगर चाहिँ डायबिटिस मलाइटस चाहिँ 3 किसिमका हुन्छन् है। एउटा टाइप 1 डायबिटिस मलाइटस, टाइप 2 डायबिटिस मलाइटस र जेस्टेसनल डायबिटिस मलाइटस भनेपछि यो सुगर 3 किसिमको हुन्छ है। टाइप 1, टाइप 2 र जेस्टेसनल डायबिटिज हुन्छ हैन। त्यसले गर्दाखेरि अब टाइप 1 मा चाहिँ के हुन्छ भने अब म तपाईलाई यो टाइप 1 मा के हुन्छ, टाइप 2 मा के हुन्छ र जेस्टेसनल भनेको चाहिँ के हो भनेर यसको बारेमा थोरै मैले जानेको जानकारी दिन्छु है। मैले जानेको भन्दा पनि मैले पनि रेफरेन्सहरू युज गरेर बुकहरू पढेर नै भनिरहेको छु हैन। यो कुराहरू हावाको तालमा चाहिँ भनेको हैन। अनि टाइप 1 मा चाहिँ के हुन्छ भने हाम्रो शरीरले चाहिँ हैन इन्सुलिन बनाउँदैन। इन्सुलिन बनाउँदैन। हाम्रो शरीरमा एउटा अङ्ग हुन्छ, प्यानक्रियास भन्ने अङ्ग हुन्छ। त्यो प्यानक्रियास भन्ने अङ्गले चाहिँ इन्सुलिन भन्ने एउटा किसिमको हर्मोन बनाउँछ। त्यो इन्सुलिनले चाहिँ नै हामीले खाएको जति पनि साइडबाट हामीले खाएको ग्लुकोजहरू हुन्छ नि, इन्टेक गरेको ग्लुकोजहरू हुन्छ नि, त्यो खाएको ग्लुकोजहरूलाई चाहिँ त्यसले चेन्ज गर्ने हो। जब बडीले चाहिँ इन्सुलिन नै बनाउँदैन भनेपछि चाहिँ अब हामीले खाएको सुगरहरू चाहिँ ब्लडमै रहने भयो हैन। त्यसले गर्दाखेरि ब्लडमा सुगरको मात्रा हाई देखिने भयो। त्यसले गर्दाखेरि एउटा सुगर लाग्यो, डायबिटिस मेलाइटस हाई भयो हैन। अर्को कारण टाइप 2 मा चाहिँ हैन बडीले चाहिँ इन्सुलिन चाहिँ त्यहाँ चाहिँ बनिन्छ हैन, तर उसले चाहिँ इन्सुलिनले चाहिँ इफेक्टिभली चाहिँ युज गर्दैन हैन। यस्तो भनेको छ हैन, वेयर द बडी डजन्ट युज इन्सुलिन इफेक्टिभली भनेको छ। अनि त्यसको मतलब चाहिँ हाम्रो शरीरमा बडीले चाहिँ इन्सुलिन त छ हैन। टाइप 1 मा चाहिँ इन्सुलिन नै प्रोड्युस गरेन, यसमा टाइप 2 मा चाहिँ इन्सुलिन प्रोड्युस गर्यो, तर त्यो चाहिँ इफेक्टिभली युज नै भएन। फेरि पनि के भयो त, ब्लड हामी त खाना त खाइरहेकै हुन्छौँ, अनि फेरि पनि के भयो त, ब्लडमा चाहिँ सुगरको मात्रा चाहिँ हाई हुन्छ हैन। अनि अब म यसको अरू भिडियो नै बनाउँछु, सुगरको मात्रा हाई भएपछि के हुन्छ, कस्तो हुन्छ, कुन अर्गनहरू इफेक्टिभ हुन्छ भन्ने कुराहरू त्यसको पनि म भिडियो बनाउने नै छु हैन। तपाईहरुलाई त्यसको बारेमा यदि चासो छ भने मेरो त्यो भिडियोहरू हेर्न सक्नुहुन्छ है। अनि अर्को चाहिँ जेस्टेसनल डायबिटिज भनिन्छ हैन। 3टा किसिमको भनेको थिएँ नि त कि मैले। 3टा किसिमको भनेकोमा अब टाइप 1 मैले व्याख्या गरेँ, टाइप 2 मैले भने, टाइप 3 मा चाहिँ जेस्टेसनल डायबिटिज भन्छ हैन। जुन डायबिटिज चाहिँ हैन पुरुषहरूलाई हुँदैन हैन, किनकि यो चाहिँ अब ड्युरिङ प्रेग्नेन्सी हुने डायबिटिज भएको हुनाले पुरुष साथीहरू चाहिँ यसबाट चाहिँ बस्नुहुन्छ है। अनि यो चाहिँ महिलाहरूलाई हुन्छ, किनकि बच्चा पाउने भनेको चाहिँ प्रेग्नेन्ट हुने भनेको चाहिँ हामी महिलाहरू नै हो नि त हैन। अनि त्यसले गर्दाखेरि चाहिँ यो
ड्युरिङ प्रेग्नेन्सी हुने डायबिटिजलाई चाहिँ जेस्टेसनल डायबिटिज भनिन्छ होइन। अब अहिलेसम्ममा मैले एउटा डायबिटिजको डेफिनेसन दिएँ र त्यसमा प्रकार दिएँ। ती प्रकारहरू चाहिँ ती प्रकारहरूको पनि डेफिनेसन भने होइन। र अब मेन गरी डायबिटिज हुँदाखेरिको अब कसरी थाहा पाउने त हामीले डायबिटिज भएको होइन। त्यो थाहा पाउनको लागि चाहिँ म फेरि अर्को भिडियो लिएर त्यसको लागि चाहिँ अर्को भिडियो लिएर आउँछु ल। अहिले चाहिँ मलाई अलिकति समय पनि मेरो सिद्धिएको जस्तो भयो। म अलिकति बिजी नै पनि छु, म काममा जानुपर्ने भएको छ। त्यही भएर यदि भन्दै तपाईँहरू सबैजनालाई धन्यवाद भन्न चाहन्छु। जसले मेरो यो भिडियो हेरिदिनुहुन्छ उहाँहरूलाई, र तपाईँहरूले हेर्दै गर्दा यो अलिकति फाइदाजनक लाग्यो भने, अलिकति ज्ञान दिएको जस्तो लाग्यो भने लाइक अनि मेरो च्यानललाई सब्सक्राइब अनि कोही तपाईँको साथीलाई पनि होइन यो कुरा जानोस् भन्ने जस्तो लाग्छ भने उहाँलाई पनि सेयर गरिदिनुहोस् है त भन्दै म नमस्ते, बाई बाई, ह्याभ अ गुड डे।